त्यो क्यासिनो चाहिँ कस्तो हुन्छ? मानिसहरू कति पैसा लिएर आउँछन्, कसरी खेल्छन्, त्यहाँभित्रको इन्भाइरोमेन्ट वातावरण भन्नु कस्तो हुन्छ? मदिरा फ्री, खाना फ्री, युवतीहरू पनि, धनाढ्यहरूको जमघट कस्तो हुन्छ? यस्तो मान्छेले अन्तिममा पैसा धेरै भइसकेपछि के गर्ने भन्दा कसैले समाजसेवा गर्छन्, कसैले जुवा खेल्छन् के। अब दारू पनि फ्री हो, रक्सी पनि। सिङ्गापुरमा पनि फ्री हो। सिङ्गापुरमा कसलाई फ्री हो? त्यो हाई स्टेकवालालाई फ्री हो कि, तर हामी गएर पाउँदैन नि त्यहाँ। यहाँ पनि त्यही। यहाँ चाहिँ नेपालमा चाहिँ अब दिन्छ रक्सी, अलिकता सस्तै छ नेपालमा। सारा नेपालको लोकल रक्सीहरू छ नि त यहाँ अनेक थरीको, यहाँको ब्रान्डहरू, त्यो दिन्छ होइन। अब क्यासिनोमा सिङ्गापुरमा, मलेसियामा हो, म यो चुनावको 5-7 दिन अगाडि मात्र सिङ्गापुर गएको थिएँ। गयो, अब यहाँबाट हामी परिवारै गएको थियौँ। पैसा लान पाउने त 5,000 हो, 5-7 हजार। अब मलाई त जुवा भन्ने बित्तिकै सक्छ भइहाल्छ। आफ्नो त त्यही पेसाको मान्छे। म गइसकेपछि $3,000 साटी। अब म अलिकति जुवामा अलि लक्की भन्ने हो कि भगवान्ले दियो भने म आफैलाई थाहा छैन। म एकैछिन 30-35 हजार जितिहालेँ कि त्यहाँ। $30,000 जितिहालेँ कि सिङ्गापुरी डलर। 30-35 हजारै जित्यो होला, ढकढक जित्यो। अब के गर्ने? पैसा आयो, फोकडे आयो नि त त्यो त। ल सपिङ गर। त्यो फेरि यो समस्या कस्तो छ नेपालमा? 30-35 हजार बोकेर, अब यही समस्या छ कि नेपालमा। यहाँ त पैसा लिएर आउनै मिल्दैन, सपिङ गरेर सिधाइदिनु पऱ्यो नि। अब एयरपोर्टबाट पैसा बोकेर आयो भने त त्यो त फटा हुन्छ। हेर्नुहोस् कहाँबाट ल्यायो, के ल्यायो, कसो ल्यायो।